दर्शकबिन नमस्कार। मेरो यो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज हामी कुरा गर्नेछौं अदुवा खेती प्रविधि, तिनको रोग र किराहरुको बारेमा। भिडियो सुरु गर्नु पहिला यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी सपोर्ट गर्नुहोला। र अब कुरा गरौं विषयवस्तुतर्फ। नेपालमा अदुवा एक महत्त्वपूर्ण मसला तथा नगदे बालीको रूपमा परिचित छ। अदुवा आयुर्वेदिक औषधि साथै तरकारी स्वादिलो बनाउन मसलाको रूपमा प्रयोग गरिन्छ। नेपालको अधिकांश मध्य पहाडी जिल्लाहरू र तराईका केही जिल्लाहरू व्यावसायिक रूपमा अदुवा खेती गरिन्छ। मुख्य व्यावसायिक स्तरमा खेती गरिने जिल्लाहरू भोजपुर, धनकुटा, तेह्रथुम, सल्यान, तनहुँ, पाल्पा, इलाम, झापा, मोरङ, सुनसरी, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, स्याङ्जा, कास्की, गोर्खा आदि हुन्। अब कुरा गरौं जातहरू। कपुरकोट 1 यो जात नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानबाट उन्मोचित अदुवाको एकमात्र जात हो। यो जात तराईदेखि उच्च पहाडसम्म लगाउन सकिन्छ र 240 दिनमा तयार हुन्छ। कुरा गरौं अदुवा खेतीमा चाहिने हावापानी। समुद्री सतहदेखि 16 मिटर उचाइसम्म र 20 देखि 30 डिग्री सेल्सियस तापक्रम भएको क्षेत्रमा अदुवा खेती उपयुक्त हुन्छ। बाली अवधिभर 1500 देखि 2500 मिलिमिटर वर्षा भएमा उत्पादन राम्रो हुन्छ। अदुवा खेती गर्न न्यानो तथा ओसिलो ठाउँ उपयुक्त हुन्छ। अदुवा बालीले हलुका छाया मन पराउँछ। पीएच 5.5 देखि 6.5 सम्म भएको माटोमा अदुवा खेती राम्रो हुन्छ। साथै प्रशस्त मात्रामा पाङ्गारिक पदार्थ भएको माटो, पानीको निकास राम्रो भएको जग्गा, कम्तीमा 30 सेन्टिमिटर गहिरो दोमट किसिमको माटो भएको जग्गा एकदमै उपयुक्त हुन्छ। अदुवा बालीको लागि जग्गा छनौट गर्दा बाली चक्रमा विशेष ध्यान पुर्याउनु पर्छ। प्रत्येक वर्ष एउटै जमिनमा अदुवा खेती गर्दा उत्पादन कम हुन सक्छ। साथै अदुवाको गानो कुहिने मुख्य कारण ढुसी जस्तै पाइथियम र फ्युजारियम तथा ब्याक्टेरियाको संक्रमण वृद्धि हुँदै जान्छ। एउटै जमिनमा वर्षेनी अदुवा खेती गर्यो भने तेस्रो र चौथो वर्षसम्म अदुवाको उत्पादन निकै नै घट्दै जान्छ। सोबाट बच्न कम्तीमा 2 वर्ष त्यो ठाउँमा पूर्ण अदुवा खेती गर्नु हुँदैन। नयाँ जातको बिउ वृद्धिका लागि विगत वर्षमा अदुवा खेती नगरेको जग्गा हुनुपर्छ। पहिलो वर्ष अदुवा लगाएको स्थानमा दोस्रो वर्ष पनि अदुवा लगाएमा पहिलोले छोडिएका अदुवाका गानोहरू उम्रिन्छन् र अर्को वर्ष रोपिएको जातसँगै मिसिएर जातीय शुद्धतामा पनि कमी आउँछ। अब कुरा गरौं बिउ छनौट। गानो कुहिने रोग नभएको र किरा नलागेको स्वस्थ बिउ गानो हुनुपर्छ। नाङ्गो आँखाले ढुसी देख्न सकिँदैन तर रोगको लक्षणहरू देख्न सकिन्छ। यदि गानोको बाहिरी भाग असाधारण ध्वाँसे देखिएको छ वा गानोको भित्री भाग ध्वाँसे देखिएको छ भने ढुसीको आक्रमण भइसकेको ठानी बिउको लागि छनौट गर्नु हुँदैन। बिउ गानोको बोक्रा खुइलेको हुनु हुँदैन। बिउका लागि कम्तीमा एउटा टुसा निस्किन सक्ने पोटिलो गानो हुनुपर्छ। अब कुरा गरौं बिउ दर। अदुवाको नयाँ गानोलाई बिउको रूपमा प्रयोग गरिन्छ। अदुवाको जात हेरी बिउ गानो 40 ग्रामदेखि 60 ग्रामसम्मको हुनुपर्छ। प्रति इकाइ क्षेत्रफलमा बिउ कति लाग्छ भन्ने कुरा अदुवाको जात, गानोको आकार तथा रोप्ने तरिकामा भर पर्छ। जस्तै ड्याङ वा बेड तरिकाले रोप्दा प्रति रोपनी 225 किलोग्राम बिउ चाहिन्छ भने बिउ ड्याङ लगातार लाइनमा रोप्दा प्रति रोपनी 275 किलोग्राम सम्म बिउ चाहिन्छ। अब कुरा गरौं बिउ उपचार। गानो कुहिने रोगको समस्या नेपालमा प्राय सबै क्षेत्रमा देखिएको छ। यस रोगको रोकथामको लागि बिउ उपचार नै सबैभन्दा प्रभावकारी उपाय प्रमाणित भएको छ। छनौट गरिएको बिउ गानोलाई जैविक वा रासायनिक विधिबाट उपचार गर्न सकिन्छ। अब कुरा गरौं जैविक विधिबाट उपचार गर्ने तरिका। 100 लिटर पानी अटाउने 1 फुट चौडाइ, 1 फुट उचाइ र 4 फिट लम्बाइ क्षमताको खाडल बनाउने। त्यो खाडलमा पानी अट्ने गरी प्लास्टिक बिछ्याउनु पर्छ। 100 लिटर पानीमा 1 किलोग्राम ट्राइकोडर्मा भिरिडी वा हर्जेयानमको कल्चर मिसाई घोल बनाउने। त्यो घोलमा 275 किलो बिउ उपचार गर्न सकिन्छ। साथै गानोहरूलाई घोलमा डुबाएर गानोको बाहिरी सतह तथा काटिएको वा भाँचिएको भागमा लेप लाए जस्तो बनाउनु पर्छ।
बिउ गानोलाई बडीमा 1 घण्टासम्म डुबाएर निकाल्ने र गानामा लागेको लेप नसुकोस् भन्नको लागि प्लास्टिकले ढाक्ने। उपचारपछि त्यही दिन बिउ रोप्ने व्यवस्था गर्न सके बढी प्रभावकारी हुन्छ। ट्राइकोडर्मा भिरिडीको उपचारपछि बिउलाई कहिले पनि घाममा सुकाउनु हुँदैन। हामीले उपचार गरिएको प्रभावकारिताका लागि बिउ रोपेपछि माटोमा चिस्यान भइरहनु आवश्यकता छ। बिउ उपचारपछि ट्राइकोडर्माको घोल बचेमा त्यसलाई अदुवा लगाउने कुलेसोमा प्रयोग गर्न सकिन्छ। त्यहाँबाट माटोको ट्राइकोडर्माको संख्या वृद्धि हुन सक्छ। अब कुरा गरौँ जग्गा तयारी तथा माटो उपचार। अदुवा खेतीका लागि जमिन गहिरो खनजोत आवश्यकता पर्ने भएकोले 4-5 पटक जोतेर डल्ला फुटाई माटोलाई मसिनो बार्नुपर्छ। माटोमा जैविक उपचारका लागि जमिनमा कम्पोस्ट मल प्रयोग गर्नुपर्छ। 10 दिन अगावै 20 किलोग्राम राम्ररी पाएको कम्पोस्ट मलमा 1 किलोग्राम ट्राइकोडर्मा भिरिडी अथवा सियानम मिसाई 15 देखि 25 डिग्री सेल्सियस तापक्रममा राख्नुपर्छ। कम्पोस्टलाई 10 दिनसम्म 2-2 दिनको अन्तरमा उल्टाइ पल्टाइ ट्राइकोडर्माको वृद्धि गर्ने। अब कुरा गरौँ रोप्ने समय। अदुवा रोप्ने समय अदुवा खेती गर्न छनौट गरिएको स्थलहरूको हावापानीमा भर पर्छ। सामान्यतः मध्य पहाडी 1600 मिटर उचाइ क्षेत्रमा चैत्र महिनाको सुरुमा अदुवा लगाउनु उपयुक्त हुन्छ। त्यसपछि प्रत्येक 300 मिटर तल्लो उचाइमा 2 हप्तापछि अदुवा लगाउन ठिक हुन्छ। समुद्र सतहदेखि 700 मिटर अग्लो स्थानमा वैशाखको दोस्रो हप्तामा अदुवा लगाउन उपयुक्त हुन्छ। ढिलो गरी अदुवा लगाएमा गानाहरू सानो हुने हुँदा उत्पादन र गुणस्तर दुईटै माग घट्दै जान्छ। अब कुरा गरौँ रोप्ने तरिका। अदुवा रोप्न तयार पारिएको जमिनमा 30 सेन्टिमिटरको फरकमा 10 सेन्टिमिटर गहिरो कुलेसो बनाउनु पर्छ। बिउ गानोहरू 30 सेन्टिमिटरको दूरीमा राख्ने र माटोले पुर्ने। यसरी रोपिएका बिउ गानोहरू 5 देखि 8 सेन्टिमिटर माटोले पुरेको हुनुपर्छ। ड्याङमा बिउ लगाउँदा जमिनको सामान्य सतहभन्दा माथि नै पर्ने गरी बिउ रोप्नुपर्छ। पानीको उचित निकास भएको मध्य पहाडी क्षेत्रको ठाउँमा हरेक 4 लाइन पछि 1 लाइन छोड्दै रोप्नुपर्छ। तराई तथा भित्री मधेस जहाँ पानी नजम्ने समस्या हुन सक्छ त्यस्ता ठाउँमा 60 सेन्टिमिटर चौडा र 15 सेन्टिमिटर अग्लो ड्याङ बनाई प्रति ड्याङ 2 लाइनका दरले दूरीमा रोप्नुपर्छ। यसरी बनाएको ड्याङमा प्रत्येक 2 लाइन पछि पानीको उचित निकासको लागि सजिलै पानी बग्न सक्ने कुलेसो बनाउनु पर्छ। अब कुरा गरौँ अदुवा खेतीमा आवश्यक पर्ने मल खाद। मलको मात्रा स्थान विशेष फरक पर्छ। पाङ्गारिक खेती गर्नु पर्दा प्रति रोपनी 2 टनको दरले राम्रोसँग पाकेको कम्पोस्ट मल प्रयोग गर्नुपर्छ। प्रति रोपनी खेतबारीमा साधारणतया 3.75 किलोग्राम नाइट्रोजन, 2.50 किलोग्राम फोस्फोरस र 2.50 किलोग्राम पोटास प्रयोग गरेमा अधिकतम उत्पादन लिन सकिने अनुसन्धान नतिजाले देखाएको छ। युरिया भने आधा गरी प्रयोग गर्नुपर्छ। पहिलो उम्रेको 1 महिनापछि पहिलो गोडमेल पछि बोटको चारैतिर माटोमा मिसाउने। दोस्रो पटक भने उम्रेको 2 महिनापछि दोस्रो गोडमेल पछि। तर डिएपी भने जमिनको अन्तिम तयारी हुँदा लगाउने। त्यसैगरी म्युरेट अफ पोटास पनि 2 चोटि प्रयोग गरिन्छ। पहिलो भने जमिनको अन्तिम तयारीमा, दोस्रो उम्रेको 2 महिनापछि दोस्रो गोडमेल पछि लगाउनु पर्छ। अब कुरा गरौँ छापो व्यवस्थापन। छापोले चाँडै टुसा आउन मद्दत गर्छ, साथै झारपातको रोकथाम गर्छ, बिरालो जमिनमा बुछय हुनुबाट बचाउँछ। वर्षाको पानीले छापो सर्न गई माटोमा पाङ्गारिक पदार्थ थपिन्छ र माटोको उर्वरा शक्ति बढ्छ। विभिन्न ठाउँमा विभिन्न किसिमको छापो हाल्ने गरेको पाइन्छ। धानको भुस, सुकेको पातकर, असुरो, पाती वा अन्य हरियो सेउला जुन उपलब्ध हुन सक्छ त्यसैको छापो प्रयोग गरिन्छ। ती मध्ये चाँडै सर्ने किसिमको छापो नै उपयुक्त मानिन्छ। छापो दिँदा माटो पूर्ण रूपले ढाकिने गरी 4-5 सेन्टिमिटर बाक्लो छापो हाल्नुपर्छ। ठुलो डोकाले 40 देखि 50 डोका पात भए 1 रोपनीको लागि छापो राख्न पुग्छ। बिउ रोपिसकेपछि 1 वा 2 दिनभित्र छापो दिनुपर्छ र उम्रेको 2 महिना पछिसम्म पनि खाली ठाउँमा छापो थप्दै जानुपर्छ। अब कुरा गरौँ झार व्यवस्थापन तथा गोडमेल। ती पटक गोडमेल भन्ने कुरा प्रयोग भएको छापोको मात्रा, स्थान र माटो एवं झारहरूको किसिमको आधारमा भर पर्छ। पहिलो गोडमेल उम्रेको 1 महिनापछि अदुवाका पानाहरू असर नपर्ने गरी गोडमेल गर्ने। पहिलेको छापोबाट मात्र जमिन नढाकिने भए पूर्ण थप छापो हाल्ने। दोस्रो गोडमेल भने पहिलो गोडमेलको 1 महिनापछि अर्थात् उम्रेको 2 महिनापछि। अदुवा बालीमा कम्तीमा भदौ महिनासम्म झारको रोकथाम गर्नु आवश्यक छ।
पछि फेरि गानोमा घाउ चोट नपर्ने गरी टुसा नभाचिने गरी झारहरू उखाल्नुपर्छ। अब कुरा गरौँ सिँचाइ। माटोमा चिस्यान छैन भने रोप्नु अघि सिँचाइ गरेर माटो फुक्को भएपछि अदुवा रोप्नुपर्छ। मौसम सुक्खा रहिरहेमा अर्को 1 महिनापछि 2 ड्याङको बीचमा पानी पटाई सिँचाइ गर्ने व्यवस्था मिलाउने। यसै गरी अदुवा खन्नु 1 हप्ता अघि सिँचाइ हुन सके अदुवा खन्न सजिलो हुन्छ। अब कुरा गरौँ अदुवा बालीमा लाग्ने रोगहरू। पहिलो छ गानो कुहिने रोगहरू। अदुवा खेतीमा गानो कुहिने रोग आर्थिक रूपमा ठूलो क्षति पुर्याउने समस्या हो। यो समस्या पाइथम र फ्युजारियम प्रजातिका विभिन्न ढुसीहरू तथा राल्स्टोनिया नामक ब्याक्टेरियाको संक्रमणबाट हुने गर्छ। गानो कुहिने रोगहरू बिउ र माटो दुवै माध्यमबाट सर्न सक्ने भएकाले अदुवा खेतीमा रोग लागेको बिउ र जमिनको प्रयोग दुवै तहले रोगको प्रकोप हुन सक्छ। अदुवा बालीमा गानो कुहिने रोगका कारण 3 किसिमका लक्षणहरू देखा पर्न सक्छन्। पहिलो छ सफ्ट रट। अदुवाको गानो फ्यात्त परेर सड्ने यो रोग पाइथम प्रजातिका विभिन्न ढुसीहरूबाट हुने गर्छ। संक्रमित बिउबाट उम्रिने बित्तिकै टुसाहरूमा पानीयुक्त वाटरसक धब्बाहरू देखिन्छन्। रोग बढ्दै गएर टुसाहरू नै मर्छन्। माटोबाट बिरुवामा रोग सरेको भए स्युडोस्टिमको तल्लो पातको टुप्पो पहेँलिन्छ र पातको दुवै किनारा हुँदै सम्पूर्ण पात नै पहेँलिन्छन्। अन्त्यमा स्युडोस्टिम मलिन हुनुको साथै सुकेर जान्छन्। कुरा गरौँ ड्राई रट। पुरै बोट पहेँलेर सुक्ने र गानो सुकेर चाउर्दै जाने यो रोग फ्युजारियम प्रजातिका विभिन्न ढुसीहरूबाट हुने गर्छन्। यो रोगलाई पहेँलिने रोग पनि भनिन्छ। यो रोग लागेको सुरुको अवस्थामा संक्रमित बिरुवाहरू पातको टुप्पोबाट पहेँलिन थाल्छन् र पुरै पात पहेँलिन्छ। कुरा गरौँ ब्याक्टेरियल विल्ट। पातको किनारा तलतिर फर्केर बेरिने र ओइलाएको जस्तो देखिने, स्युडोस्टिम सुक्दै जाने, गानोको सडेको भाग निचोर्दा पिप जस्तो लेदो बाहिर आउने तथा सडेको भागबाट अन्डा कोहे जस्तो नराम्रो गन्ध आउने लक्षणहरू राल्स्टोनिया सोलानिसियमबाट हुन्छ। अब कुरा गरौँ भण्डारमा लाग्ने ढुसी रोगहरू। भण्डारणमा असर गर्ने ढुसीहरू मध्ये एस्परजिलस फ्लेभियस अत्यन्तै हानिकारक मानिन्छ। यो ढुसीले अदुवासँग मिलेर अल्फाटोक्सिन नामक क्यान्सरजन्य विषालु पदार्थ उत्पादन गर्छ। कुरा गरौँ अदुवामा लाग्ने किराहरू। गानोमा लाग्ने झिँगा राइजोम फ्लाइ भनिन्छ। पोथी झिँगाले कलिलो टुसाउँदै गरेको गानोमा अथवा अदुवाबाट ग्रसित गानोमा औसा पार्छ। सडेको गानोमा सुरुमा प्रशस्त औसाहरू एवं केही दिनपछि प्युपाहरू पार्छन्। अर्को छ पात बेरुवा लिफ बोरर। माउ पुतलीले पातमा फूल पार्छ। फूलबाट निस्केको लार्भाले पातलाई बेर्छ र भित्रतिरबाट पात खान्छ। एउटा बेरिएको पातमा प्राय एउटै लार्भा पाइन्छ। माउ पुतली कालो र सेतो दुवै रङमा पाइन्छ। आजको लागि भिडियो सामग्री यति नै। भिडियो मन परेमा लाइक, शेयर र कमेन्ट गर्न नबिर्सनुहोला।